हेलो साथीहरू, गुड मर्निङ, नमस्कार सबैलाई। म आज चाहिँ बिहानी कोदाको खोलेको रेसिपी हजुरहरूलाई सिकाउने छु। हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। कोदा त्यसको लागि चाहिँ एक चम्चा घिउ राखेको छु। अब यो एकछिन खर्याउनु पर्छ। अनि लसुन राखेको छु, ज्वानो राखेको छु। कोदोलाई चाहिँ पहिला चाहिँ एकदमै नराम्रो कुराले हेर्ने गरिन्थ्यो। गाउँतिर चाहिँ पहिला चाहिँ हाम्रो जमानामा चाहिँ कोदाको खोले भन्दा नि ढिँडो खाइन्थ्यो। अनि त्यतिखेर चाहिँ चामल चाहिँ एकदमै मूल्यवान थियो। चामल पाउँदैन थियो त्यतिखेर पहिलाको स्थितिमा। अनि त्यतिखेर चाहिँ अलि चामलै मात्रै राम्रो भन्ने हुन्थ्यो। अहिले चाहिँ त्यसको चामल भन्दा नि कोदोको ढिँडोलाई चाहिँ एकदम मुगो पसलमा बेचेको नि, रेस्टुरेन्टमा बेचेको नि हामी पाउँछौँ। अनि मुगोमा बिकेको नि हामी पाउँछौँ। त्यही भएर यो चाहिँ अहिले चाहिँ एकदमै राम्रो भनेर सबैले खाने गर्छन्। अनि प्रायः जसो हामी पनि खान्छौँ। अब यसमा मैले ज्वानो राखेँ, ज्वानोलाई डढाउनु होला। ज्वानो डढ्दैछ। अदुवा लसुनको पेस्ट पनि हाल्न सक्नुहुन्छ यसमा। यो चाहिँ एकदमै राम्रो, शरीरलाई हेल्दी भएको कारणले बनाएर खान चाहिँ एकदमै राम्रो हुन्छ। यसमा हाल्ने छु म अब लसुन, यो बुढीलाई अलि सन्चो पनि छैन, अनि त्यही भएर यो आज बनाएर खान लागेको। अब लसुन खरिसक्यो। म चाहिँ 2 चम्चा चाहिँ कोदाको पिठो राख्छु यसमा। कोदाको पिठो चाहिँ यता टन्नै छ, घरमा मम्मीले पठाइदिनु भएको छोरालाई। मम्मीले हो कि दिदीले हो, कसले बिर्सेँ मैले। अनि अब यसलाई हामी मस्त चलाउनेछौँ। अहिले चाहिँ म चुला ग्यास बन्द गरिदिन्छु फेरि एकचोटि। तातै पानी हाल्यो भने चाहिँ यो घिउ उड्छ बाहिर। अनि त्यही भएर अलिक सेलाएपछि चाहिँ यसमा पानी हाल्नेछु। नुन यसमा हाल्नुपर्छ स्वाद अनुसार। तपाईँले नुन हाल्न सक्नुहुन्छ, स्वाद अनुसार नुन हाल्न सक्नुहुन्छ। मैले चाहिँ यति हालेँ। अब एकछिन सेलाउँछ, अनि यो सेलायो भने चाहिँ पानी हाल्छु। साथीहरू, अब मैले फेरि ग्यास बालेँ। अनि मैले चाहिँ यहाँ पानी राखेको छु, पानी हालिदिन्छु म। यसरी हाल्यो भने चाहिँ उड्दैन घिउ। अब यसलाई चाहिँ म उमाल्छु भकभकी। साथीहरू, उम्लिँदैछ। अनि पहिला चाहिँ गाउँतिर, अझै पनि गाउँतिर कति ठाउँमा, दुर्गम ठाउँतिर चामलहरू चाहिँ भेट्दैन। अनि मैले सुनेको थिएँ कि दसैँमा पनि टिका लाउँदाखेरि पछाडि हात बाँधेर टिका लगाइदिनु हुन्थ्यो अरे बुबा बाउहरूले। अनि त्यो चामल चाहिँ खान्छन् भनेर क्या। भात चामल नहुँदैन थियो त्यतिखेर, भात पाउँदैन थियो। अनि त्यसरी टिका पनि, निधारको टिका नै फेरि झिकेर खान्थ्यो अरे भात चामल नभएको स्थितिमा। अनि त्यो चाहिँ अलि मलाई पनि हो जस्तो पनि लाग्यो। म सानोमा हुँदाखेरि त्यतिखेर चामल धेरै हुनेको त टन्नै हुन्थ्यो। खेतबारी हुनेको त, खेतबारी नहुनेहरूको, अरू दुर्गम ठाउँहरूमा चाहिँ, त्यतातिर चाहिँ त्यस्तो पनि स्थिति थाहा थियो। अहिले चाहिँ विकास भएको छ, परमेश्वरले आशिष दिनुभएको छ हाम्रो देशमा। जे होस्,
पहिलाको स्थितिभन्दा राम्रै छ। सोचे जस्तो चाहिँ देश विकास भएको छैन। नेताहरूको कारणले, सही मान्छेलाई हामीले सुनेर चाहिँ माथि नपठाएको कारणले अनि अब चाहिँ केही हुन्छ कि, देशमा प्रगति हुन्छ कि, देश विकास हुन्छ कि अहिले चाहिँ भनेर आशा लागिरहेको छ। अनि हजुरहरूले पनि यो चाहिँ रेसिपी चाहिँ बनाएर खान सक्नुहुन्छ। अनि राम्रो लाग्यो भने चाहिँ सेयर पनि गर्नु सक्नुहुन्छ, कमेन्ट पनि गर्न सक्नुहुन्छ, लाइक पनि गर्न सक्नुहुन्छ है त साथीहरू। अब यो उम्लिँदैछ। यसो कस्तो मित्र प्यारो, पापको भार उठाउनु भो, दुःख सुख ईश्वर कहाँ ल्याउन, हामीलाई वरदान कत्रो। ल 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 ल। हेर्नुहोस् त साथीहरू, अब भगभग उम्लेको छ। एकछिन उमालेपछि चाहिँ अनि यसलाई चाहिँ हामी खानेछौँ। हजुरहरूले पनि यसरी बनाएर खानुहोला। हाई, धन्यवाद।